हेलो सबको जहान सबैलाई राम राम गुड आफ्टरनुन। आज हाम्रो भ्लग स्टार्ट हुँदैछ भिडियो सानो लगभग 4 बजिरहेछ अनि चाहिँ आज पुष 15 को दिन हेर्न सक्नुहुन्छ कति चिसो छ। सो हामी साथीभाइहरू मिलेर दोस्ती पक्का खर्चामसाप नगरेर हामी गइरहेछौँ बुङ्गुरको मासु लिन। जाँदैछौँ फिक्स छैन के लिएर आउँछौँ तर दुईजना साथीहरू यहाँ छन् अनि हामी गइरहेछौँ। अनि हजुरहरूले कस्तो आफ्नो पुष 15 मनाउँदै हुनुहुन्छ होइन। हाम्रो पुष 15 चाहिँ अब यो साल चाहिँ ड्राई हुन्छ किनकि यिनीहरूको इक्जाम छ दुईजनाको होइन। हामी त्यस्तो पनि होइन के खोकी लाग्छ खाँदैनौँ होइन, त्यो चिसो खाएर हुन्छ। अनि हामी गइरहेछौँ आज हेरौँ कहाँ पुगिन्छ मासु लिन। तपाईँहरूले कसरी मनाइराख्नु भएको छ, मनाउनु भयो होइन, मनाउनु होला। ओके गाइज हामी अब मासु ल्याउँछौँ अनि टक्क बाटोमा कुरा गर्दै जान्छ भाइ त। यो हो साथीहरू टिकवाकपुरको बाटो। काठमाडौँ गेटको मजाले गइरहेछ। दुईजना यहाँ छन्, तीनजना कस्तो छन् केटाहरू दाबी। गाइज बाटोमा बेलौती मिलिहाल्यो, टिपेर खाइदिनु पर्छ। वाउ 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 बेलौती माके क्या हो रोग हो नाचन का तो हम एक घंटे नाच देंगे। ओहो यो त नखा जस्तो छ यार, नखाम जस्तो छ। दामी खेलिदिन्छु यो पुरै खाएको किन राम्रो हुँदो रहेछ। ल पुगिरहेको छ एकछिनमा, अब त्यही भएर मासु लिने ठाउँमा। सो गाइज आज मासु लिएर आइयो। यी 1 केजी भन्न पाइएन, 1 केजी भन्न पाइएन। 3 जनाको लागि 3 पाउ, बजेट टाइट मासु। अनि किचन चाहिँ अलि म्यास ड्रप नै छ है। यो हाम्रो मासु ओ खोल्न रे जग त्यसरी गेम खेलेर बसेछु मेरो त्यहाँ। अनि म पकाउँछु। यो हाम्रो पोर्कको मासु। सो यस्तो रहेको छ गाइस, एकदम लाइक प्योर हो। थारू गएर यस्तो पोर्कको मासु बोसोवाला त खानै पर्यो होइन, मजा आउँछ। तर आज हल्का बेसी बोसो भयो जस्तो लाग्यो मलाई। ठिकै छ, केही छैन। यसलाई अब म धुन्छु अनि पकाउँछु है त। हजुर नि के खानुभयो कमेन्ट हान्नु होला। ओके पकाऊँ है त गाइस। यसलाई अब म धोएर ल्याउँछु, पहिला सफा गर्नु पऱ्यो राम्रोसँग। अनि हामीसँग एउटा हिजो मैले पुनमको रुमबाट लिएर आएको, सुधि र पुनमको रुमबाट, पुनमको घरबाट पठाइदिएको रहेछ। यो करेन्ट जाउँछ, यसलाई साइड लगाइदिउँ। गोबिनी छ, यो ल्याटस भन्छ, चाइनिज सागी। यसलाई आज म यही हालेर पकाउँछु यो है। ओके यो हाम्रो जिरा धनिया अदुवा लसुन खुर्सानी रातो खुर्सानीको पेस्ट, यो टमाटर, यो चाहिँ हो हाम्रो बाँकी रहेछ मस्तले। अब यसमा धेरै कुरा एड हुन बाँकी छ। भइसक्यो गाइस। यहाँ चाहिँ साथीहरूले धनिया लगाएको छन्। अभिषेक चाहिँ मासु पकाइरहेछ। म चाहिँ अब सबै चिज पाकिसक्यो भनौँ, थोरै छ। म चाहिँ यहाँ आएको छु, यहाँ हेर्न सक्नुहुन्छ। लगाएको छन् धनिया, मजाले खाने हो, फ्रेस धनिया, ताजा अर्ग्यानिक होइन। यसमा चाहिँ हाम्रो नो एनी फर्टिलाइजर, नो एनी युज अफ फर्टिलाइजर। त्यस्तो मलहरू केही युज भएको छैन, आफै
लगाएर हाम्रो करेसा बारीमा फलेको हाम्रो त होइन है अरूको हो सो लगाउन चाहिँ सन्तोहरूले लगाएको साथीहरूले देखाने हो धनियाँ मजाले है त टिपिसक्यो गाइस धनियाँ देख्न सक्नुहुन्छ हरियो हरियो धनियाँ अनि जानुपर्ने हुन्छ गाइज अलमोस्ट पाकिसकेको भयो यहाँ पाक्न चालु भयो यहाँ चाहिँ हाम्रो सन्तोष मेरो सन्तोष साथीसँग कुरा गरिरहेछ यहाँ अभिषेक जो कुकम्यान पकाइरहेछ अब पाकिसक्यो अब डाइरेक्ट खाने बेला भेटौँ भने त पाकिसकेपछि ओके गाइज यस्तो रहेको छ हाम्रो पुस 15 यो सोचेको मासु साग यहाँ साथी चाहिँ डेप्चीमा खाइरहेछ एउटा कराईमा खाइरहेछ अनि हजुरले कमेन्टमा भन्नु होला हजुरहरूले कसरी मनाउनु भयो हाम्रो चाहिँ यसरी मनिँदैछ है ओके आजको भिडियो यति नै हुनेछ अब खाम आरामले होइन त्यति बेला त बनाम यदि भिडियो मन त परिहाल्छ नपरेपछि मन पराउनु अनि पेजलाई फलो लाइक गरिदिनु है ओके बाई बाई ह्याप्पी पुस 15